बालिनले सडकमा आफ्नै मतदाता कुटे भने पनि उनका समर्थकहरूले यो त एआई को करामत हो भनिदिन सक्छन्। बालिनले 2 दुना 8 भनिदिए भने मासले कुरा सही हो, गणितको नियम झुटो हो भनिदिन सक्छ। यो बेला मानिसहरू बालिनबारे कुनै पनि नकारात्मक कुरा सुन्न चाहिरहेका छैनन्, सकिरहेका छैनन्। प्रचण्डले लगाएको रोलेक्स घडीको प्रश्न उठाउन मिल्छ भने बालिनलाई दिइएको 8 करोडको गाडीको प्रश्न उठाउन किन मिल्दैन त? बालिन आफ्ना मतदाताप्रति कहिले पनि लोयल भएनन्। घडी खाने वर्गका लागि उनको मनमा कहिले पनि हरिले बास गरेन। दया र करुणा बालिनमा कहीँ कतै देखिँदैन। झापा 5 मा उनले उम्मेदवारी दर्ता गरेका छन्। उनलाई भेट्न आउने उनीभन्दा बढी उमेरका मानिसले फोटो खिचाउँदा उनी कुर्सीमा राजसी ठाटमा बस्छन्। उनको दायाँ बायाँ उभिएर जनताले फोटो खिचाउँछन्। उमेरमा आफूभन्दा बढी उमेरको मान्छे आउँछ भने उसको सम्मानका लागि उठिदिँदा के बालिन अपमानित हुने हुन् र? जनतासँग भोट मागेर काठमाडौँमा चुनाव जिते 5 वर्षको जिम्मेवारी 3.5 वर्षमा छाडेर जाँदा उनले आफ्ना मतदातालाई म यो कारणले 5 वर्ष काम गर्न नसक्ने भए तपाईहरूले देखाउनु भएको विश्वास र भोटका लागि आभारी छु भन्नसम्म पनि भनेनन्। 3.5 वर्षमा एक पटक पनि मिडिया पेश गरेनन्। मतदाता कहाँ फर्केर गएनन्। बालिनले गरेका काम र नगरेका काम दुईतिर राख्ने हो भने गरेका काम केराउको दाना जत्रो देखिन्छ, नगरेको काम फुटबल जत्रो देखिन्छ। तर यो सत्य अहिले बोलिसक्नु भएको छैन दर्शकले। यी विषय र प्रश्न सुन्न अहिले यहाँ कोही पनि तयार छैनन्।